मामा नखाने हेल्थलाई राम्रो नहुने। वेलकम ब्याक, स्वागत छ तपाईहरुलाई मेरो अर्को भिडियोमा। म हुँ तपाईहरुको आफ्नै युट्युबर राज। गर त। व्हाट? गर न। ओके गरे। आज मेरो कुरा गर्नु चाहिँ एउटा खतरनाक नेपाली मुभीको बारेमा हो, जसमा भएको हिरोइनले पुरा भनौं न एक्टिङको पुरै नंगा नाच गर्नु भएको छ। यदि क्रिन्ज माथि पनि यदि कुनै कुराको लेभल हुन्छ भने नि त्यो चाहिँ हाम्रो दिदीको एक्टिङ हुन्छ केटा हो। त्यसैले यार आओ केटाकेटीहरु, आउँदै गरेको फाल्गु पूर्णिमाको सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्दै भिडियोलाई सिधै सुरु गर्दियौ। भिडियो सुरु गर्न भन्दा अगाडि अलिकति स्पोन्सरको कुरा गरौँ है। दिस भिडियो इज स्पोन्सर्ड बाइ हिमालयन थ्रेड्स। हिमालयन थ्रेड्स भर्खरै लन्च भएको नेपालको लग्जरियस क्लोथिङ ब्रान्ड हो, जसले नेपालको युथहरुलाई फोकस गरेर उनीहरुको फ्यासनलाई फोकस गरेर आफ्नो क्लोथिङ ब्रान्ड बनाइरहेको छ। र यो 100% मेड इन नेपाल ब्रान्ड हो र यसमा चाहिँ नेपालमै बनेको फ्याब्रिक र मटेरियलहरु युज भएको छ, त्यही पनि एकदम हाई क्वालिटीको। र यही कुराले यसलाई एकदम स्पेशल बनाउँछ। र अहिले हिमालयन थ्रेड्सले आफ्नो लिमिटेड एडिसन MT88 48 लन्च गरेको छ, जसको क्वालिटी प्याकेजिङ एकदम टप नच रहेको छ। यदि तपाईहरु इन्ट्रेस्टेड हुनुहुन्छ भने तपाईहरुले अर्डर गर्न सक्नुहुन्छ र त्यसको लागि तपाईहरुले उहाँहरुको वेबसाइट र उहाँहरुको फेसबुक पेज भिजिट गर्न सक्नुहुन्छ र आफ्नो अर्डर पनि त्यहीबाट बुक गर्न सक्नुहुन्छ। र उहाँहरुको सर्भिस अल ओभर दि नेपाल भरि छ, सो घरै बसी आफ्नो सामान अर्डर गर्न सक्नुहुन्छ। र अब भिडियोमा अगाडि बढौं। मामा नखाने हेल्थलाई राम्रो नहुने। थोरै भए पनि खाऊ न। मा नखाने। अब खाइदेऊ हो दिदी, खाइदेऊ, अलिकति मात्रै भए पनि खाइदेऊ के खाना। तिमीले खाना नखाइदेर या पुरा इन्स्टाग्राम र फेसबुक भरि अनि टिकटक भरि सबै केटीहरु भोको भइसके। हमले यति धेरै रिल्स देखिसके नि मैले यो केटीको हैन। अझै यसको रिल्सहरु हेरे भयो नि बिस्तारै बिस्तारै मेरो अनुहार पनि यो दिदीको जस्तै हुन्छ। अनि मेरो चेपारे दिदी एकचोटी हेल्थको बारेमा के भन्दै हुनुहुन्थ्यो फेरि भन्नु त? मामा नखाने हेल्थलाई राम्रो नहुने। अनि अहिले पो कुन चाहिँ हेल्दी देख्के छौ र एकचोटी दिदीको एक्सप्रेसन हेरौ तिमीहरुले केटा हो। भन्न डाइरेक्ट त्यसरी भनेछिन् नि मेरो दिदीले, अलिकति जोर लगाएर डाइरेक्ट भनिन् भने नि हाम्रो दिदीको झाडा पखाला सुरु हुन्छ। नै म नखाने, मलाई पखाला लाग्छ। अझ हेल्थको कुरा गर्छिन् मेरो दिदीले। हेल्दी हुँदा त खत्रै डायलग डेलिभरी दिन्छु जस्तो क्या। भावना पुरै गरेर अस्करै जितेर ल्याइदिन्छन् नेपालको लागि। यो एक्टिङ सेक्टिङ छोड दिदी, तिमीबाट एक्टिङ त हुँदैन। तिम्रो जाउ गएर एक ग्लास जीवनजल खाऊ। मलाई आले नेपाली भाषा आउँछ कुमार, but I don't have much practice to speak it. Will you help me? ओहो सुन्यौ दिदीको कुरा, नेपाली सिक्नु पर्यो रे मेरो दिदीलाई। तिमीलाई नेपाली मात्रै होइन क्या दिदी, तिमीलाई पनि इंग्लिश पनि बोल्न आइरहेको छैन राम्रोसँग। भन्न 5 रुपैयाँ वाला एक्सेन्ट लिएर 10 रुपैयाँ वाला एक्टिङ गर्दैछिन् मेरो दिदीले। मानौ न मानौ यस्तो खाले एक्टरहरु केटाहरु तिमीले केही गर्न पर्दैन खोज्नको लागि। सिर्फ 2 प्लेट पानीपुरी र 1 प्लेट चटपट दिन्छु, आइज मेरो फिल्म खेल भन्यो भने हाम फाल्ने जान्छन् यस्ता केटीहरु। भनौं न नेपाली बोल्न आउनु अरे अनुमति कुरा त यस्तरी गर्छिन् कि युएस एम्बेसीमा काम गर्छिन् सोल्टिनीले। भनौं न डोनाल्ड ट्रम्पलाई बिहान बेलुका इंग्लिशको ट्युसन दिन्छन् दिदीले। मान्छे हेर्दाखेरि अमेरिकन कम सिनार धेरै देखिराहिन् मेरो दिदी। दिदीको कुरा सुनेर त मनबाट सिर्फ एउटै शब्द निक्लिरहेको छ मेरो, अमेरिका का दलाल बहनचोद। अनि जहाँसम्म कुरा रह्यो तपाईलाई नेपाली सिकाउने, त्यसको लागि म छु दिदी। आफ्नो हिरोलाई दुःख नदिनु, म तपाईलाई सिकाउँछु नेपाली बोल्न। ब बाट बेलाउती पाक्यो, प बाट उठी काबायो। I'm still Gary. Gary भएर नै आमा बासँग बस्ने, अझै धेरै कुरा बुझ्ने। तिमी काठमाडौँ जाने। ओहो नि एक्टिङ हेर मेरो मिस नेपाल दिदीको। ओहो क्रिन्जको नि लेभल हुन्छ नि, त्यो लेभल पनि पास गरिसक्नु भयो मेरो दिदीले। दिदी तिमीले एक्टिङ हानेको कि तिमीलाई एक्टिङले हानेको? अनि यो के डायलगको केही घण्टा बुझेको भयो भाइ मरिजाऊ। यो भन्दा राम्रो बच्चाहरुले तोते बोली बोलिदिन्छन् होला। यो दिदीलाई न त नेपाली राम्रोसँग आइरहेको छ, न त इंग्लिश राम्रोसँग आइरहेको छ, न त एक्टिङै राम्रोसँग आइरहेको छ। दिदीको हालत हेर्दाखेरि फिल्म खेल्नेको त कुरै छोड केटाकेटीहरु भर्खरै नर्सरीमा गएर एडमिसन दिन पर्छ जस्तो छ। मानौ न मानौ यो फिल्म बनाउने डिरेक्टर अनि हाम्रो हिरोनी सँगै बसेर माल तान्थे, त्यही भएर आज यस्तो झ्यापे फिल्म बनाइदिएका छन्। र अनि कुरा रह्यो प्रोड्युसरको, प्रोड्युसर स्वयं आफै यिनीहरु दुईजनाको लागि रेजिला पर्दिन्थ्यो रे। मेरो बा आमासँग भेटेपछि कसरी कुरा गर्ने? मेरो बा आमाले इंग्लिश बुझ्दैन होला। अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। अनि यस्तो छप्री वाला एक्सनमा बोलेपछि कसले बुझ्छ त? दिदीको न त अंग्रेजी एक्सेन्ट राम्रो छ, न त नेपाली एक्सेन्ट राम्रो छ। भन्न दुई ढुङ्गा बिचको लन्टङ लन्टङ छ दिदीको बोली सुन्दाखेरि। कस्तो यस्तो चेपारे पारमा बोलेको साटो त गभर्नमेन्टले ट्याक्स लिन पर्ने हो तिमीसँग दिदी। भन्न मसँग पुरा आफ्नो वर्ड सकिसक्यो यो दिदीको बारेमा कुरा गर्दा गर्दा। भनौं न दिमागले काम गर्न छोडिसक्यो मेरो यस्तो क्रिन्ज देखेर। भाइ ओइ आइज बाटा भाइ तर बोले यार केही। Oh, I know my name is Bata. Bye.
होइन मेरो बहिनीको एक्टिङ हेरेर त होइन मैले च्यातेको चाय पनि आफै लिन्छ जस्तो छ क्या भन्न यस्तो अस्कर लेभलको एक्टिङ गर्नको लागि होइन तपाईँहरूले मेरो माल खानुपर्छ क्या लिटरली होइन यदि तपाईँहरूलाई पनि यस्तै खाले एक्टिङ गर्नु छ भने होइन तपाईँहरू मसँग माल किन्न सक्नुहुन्छ क्या यदि तपाईँहरूलाई मेरो माल किन्छ भनेर तपाईँहरू मसँग यो सम्पर्क गर्न सक्नुहुन्छ क्या होइन सबैले एकचोटि मेरो नम्बर लेख्नुहोस् त लिनुभयो लिनु न एकचोटि लिनुभयो ल ठिक छ एटपिसीबाट आजै भेटौँला है त जक्सनमा बाई पितम्बर एक रोजीलाई बनाइदिएन यार त्यहाँ बाबा नक्कल बसिन्छ मात्र पनि यार अब आजको लागि चाहिँ यति नै आइन अलिकति भिडियो छोटो भयो होला होइन सो अलिकति समयको अभाव भएको कारणले गर्दाखेरि लङ भिडियो बनाउन पाएको छैन मैले बट केही छैन बिस्तारै बिस्तारै आउँछ आइएम अफिसियली ब्याक अन युट्युब गाइस सबैले लाइक हालेर च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नुहोस् नोटिफिकेसन बेल आइकन बजाउनु भएको छैन भने बजाउनुहोस् घन्टी चाहिँ अब बजाउनै पर्ने हुन्छ है सबैले र एकचोटि चाहिँ गएर हिमालयन थ्रेड्सको एकचोटि यसो भिजिट गर्न सक्नुहुन्छ तपाईँहरूले होइन कस्टली छ अलिकति प्राइस बट केही छैन जस्टिफाई चाहिँ गर्छ एकचोटि गएर भिजिट चाहिँ सबैले गर्नु होला एन्ड यस अब आजको लागि चाहिँ यति नै छिटैमा राम्रो नयाँ कुल भिडियोको साथमा फेरि आउनेछु त्यति जेल सम्मको लागि मलाई पनि बिदा दिनुहोस् बाई जय नेपाल आज फेरि तिम्रो यादले जस्कायो मलाई अतीतका दिनहरू आँखा भरि आए सबै कसरी थामे राख मैले मेरा भावनालाई पुर्याउन सकिएन हाम्रा सबै चाहनालाई मनको यो कुरा सबै तिमीलाई पोखिरहेको छु सायद चोखो माया गर्नुको पाप भोगिरहेको छु सम्बन्ध टुट्यो त्यही नै अझै